साथीहरू, हजुरले अनलाइन मार्फत अथवा कार्यालय गएर आफ्नो नाम मतदाता नावलीमा दर्ता गर्नुभएको थियो र त्यो नाम अब मतदाता नावलीमा छ कि छैन भनेर कसरी हेर्ने त भन्ने तरिका जान्नुभएको छैन भने यो भिडियो हजुरहरूको लागि उपयोगी भिडियो हो। नमस्कार, म राजकुमार थापा फेरि पनि एउटा नयाँ भिडियोको साथमा हजुरहरूमाझ उपस्थित भइसकेको छु भने यो भिडियो हेरेर मलाई साथ दिने सम्पूर्णलाई एकमुष्ट रूपमा हार्दिक स्वागत छ। हामीहरूले आफ्नो नाम मतदाता नावलीमा छ कि छैन कसरी हेर्ने त त्यसको लागि कुनै पनि एक ब्राउजरमा जानुहोस्। त्यसपछि अब election.gov.np भनेर लेख्नुहोस्। अब हजुरहरूले election.gov.np मा सर्च गरिसकेपछि अब तपाईँ यो होम पेजमा आइपुग्नुहुन्छ। अब तपाईहरूले आफ्नो मतदाता नावलीमा आफ्नो नाम छ कि छैन भनेर जाँच गर्नको लागि, चेक गर्नको लागि यहाँ तलतिर आउनुहोला। अब यहाँ देख्न सक्नुहुन्छ मतदाता नामावली ठेगाना अनुसार भनेर। यहाँ अब हजुरहरूले प्रदेश छान्नुपर्ने हुन्छ, जिल्ला छान्नुपर्ने हुन्छ, गाउँपालिका, नगरपालिका, वडा नम्बर र मतदान केन्द्र छानिसकेपछि अब यो सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरूले आफ्नो मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर जान्न सक्नुहुन्छ। अब म हजुरलाई यहाँ मेरो मतदाता नामावलीमा नाम छ कि छैन भनेर देखाउँछु। साथीहरू, यहाँ मैले म बस्ने प्रदेश, जिल्ला, गाउँपालिका अथवा नगरपालिका, वडा नम्बर र मतदान केन्द्र भरे। अब हजुरले पनि यसरी आफ्नो कुन ठाउँमा बस्नुहुन्छ, प्रदेश, जिल्ला, गाउँपालिका अथवा नगरपालिका, वडा नम्बर र मतदान केन्द्र छानिसकेपछि अब यो सबमिटमा क्लिक गर्नु होला है त। यहाँ मैले अब म सबमिटमा क्लिक गर्छु। हजुरले पनि आफ्नो ठेगाना भरिसकेपछि सबमिटमा क्लिक गर्नुहोस्। हजुर, अब हजुरले आफ्नो ठेगाना भरिसकेपछि र सबमिटमा क्लिक गरिसकेपछि अब हजुरले भर्नुभएको सम्पूर्ण ठेगाना यहाँ देख्न सक्नुहुनेछ। प्रदेश, जिल्ला, नगरपालिका अथवा गाउँपालिका, वडा नम्बर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र गरेर हजुरले देख्न सक्नुहुनेछ। हजुरले छान्नुभएको मतदान केन्द्र पनि देख्न सक्नुहुनेछ। हजुरले आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि तलतिर सर्काउनुहोस्। हजुर, यहाँ हेर्नुहोला सम्पूर्ण नामहरू हजुरले देख्न सक्नुहुनेछ। आफ्नो निर्वाचन क्षेत्रमा भएको नामावली यहाँ थाहा पाउन सक्नुहुनेछ। हजुरले आफ्नो नाम छिटो छरितो ढङ्गबाट थाहा पाउनको लागि हजुरको नामको पहिलो अक्षर कुन हो त्यो अक्षरलाई चुन्नुहोस् अथवा क्लिक गर्नुहोस्। यसले गर्दाखेरि हजुरको नाम छिट्टै नै हजुरले भेटाउन सक्नुहुनेछ। जस्तो कि यहाँ मेरो नाम राजकुमार थापा भएको र पहिलो अक्षर भनेको मेरो र हो, त्यसैले म अब रमा क्लिक गर्छु। हजुरले पनि आफ्नो नामको पहिलो अक्षर कुन हो त्यसमा क्लिक गर्नु होला है त। हजुर साथीहरू, यहाँ मेरो नामको पहिलो अक्षर र रहेको छ। अब म रमा क्लिक गर्छु। हजुर, रबाट आउने सम्पूर्ण नामहरू यहाँ देख्न सक्नुहुनेछ। हजुरले पनि आफ्नो नामको पहिलो अक्षर क्लिक गरिसकेपछि यहाँ सम्पूर्ण पहिलो अक्षरबाट सुरु हुने नामहरू देख्न सक्नुहुनेछ। यसरी खोज्दै जानु होला आफ्नो नाम। हजुरले यसरी नाम खोज्दै जाँदाखेरि पहिलो पेजमा आफ्नो नाम भेटाउनु भएन भने अब हामीहरू दोस्रो पेजमा जानुपर्ने हुन्छ। त्यसको लागि हजुरले यहाँ देख्न सक्नुहुन्छ नेक्स्ट भनेर, यो नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि फेरि यहाँ यसरी खोज्दै गर्नु होला आफ्नो नाम कहाँ छ। आफ्नो नामको पहिलो अक्षरबाट जति पनि नामहरू यहाँ आइरहेको हुन्छ हेर्दै जानु होला है त। हजुर, यहाँ हेर्नु होला यहाँ मेरो नाम रहेको छ राजकुमार थापा भनेर। यसरी हजुरले पनि आफ्नो नाम भेटाउन सक्नुहुनेछ। र साथीहरू, कहिलेकाहीँ आफ्नो नाम र अरूको नाम एउटै हुनसक्छ र यसको लागि हजुरले पुरा विवरण हेर्नको लागि यसरी दायाँतिर सर्काउनु होला। र त्यसपछि अब हजुरले यहाँ आफ्नो बाआमाको नाम देख्न सक्नुहुनेछ र मतदाता विवरण पनि देख्न सक्नुहुनेछ। यहाँ हेर्नु होला आफ्नो बाआमाको नाम र मतदाता विवरण हेरिसकेपछि हजुरले आफ्नै नाम हो भनेर थाहा पाउन सक्नुहुनेछ। साथीहरू, यो थियो हामीहरूले आफ्नो नाम मतदाता नावलीमा कसरी हेर्ने त भन्ने तरिकाको एउटा जानकारीको भिडियो। हजुरहरूले आफ्नो अमूल्य समय निकालेर यो भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा म हृदयदेखि नै मुरी धन्यवाद व्यक्त गर्दछु। यो भिडियो कस्तो लाग्यो, मन परे लाइक गर्न र यो भिडियोको बारेमा कुनै पनि सुझाव सल्लाहहरू छन् भने प्रतिक्रिया छोड्न पनि नभुल्नुहोला। र यस्तै ससाना कुराहरूको जानकारीको भिडियो मैले आगामी दिनमा अपलोड गर्न साथ तुरुन्त हेर्नको लागि यो च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ भन्दै म आजको यो भिडियोबाट अहिलेलाई ओझेल्न पर्दछु। हस्त, धन्यवाद। जय नेपाल, नमस्कार।